हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ ठ्याक्कै आज एक हप्तापछि बिरामी भएर सन्चो भएर औषधि खाएर उठेको मान्छे। अहिले चाहिँ म विशेष चिज छुट्न जाँदैछु। यो चाहिँ अब हजुरहरूलाई कस्तो लाग्छ होइन? हामीलाई त बोबाल लाग्छ, बहुत मिठो। अनि सहरमा किनी खान्छन्, हाम्रो त गाउँमा फ्रेस छ। भाँडो लिएर जाँदैछु, भाँडो लिएर जाँदैछु म, भाँडो। हजुरहरूले हेर्नुहोस् अनि चाहिँ मेरो यो युट्युब च्यानल सब्सक्राइब गर्नुहोस्। अनि सहरमा किनेर खानुपर्छ, गाउँमा आउनुहोस्, म फ्रीमै दिन्छु। मेरो घर बुटै छ, ठुलै बुटो छ। ल हेर्नुहोस्, के रहेछ यो, किन्न सक्नुहुन्छ। यहाँ हाल्दै यसरी टिपिन्छ माथि। देख्न आयो। अनि यताबाट यसरी खाइन्छ नि हामीले। अनि सहरमा त किनेर खानुपर्छ है, बिचरा 5 रुपियाँ पनि जोगिन्छ नि यार सहरमा त। क्या नि किनेरै खानुपर्छ। हाम्रो त फ्री छ। अझ हाम्रो गाउँको दिदीहरूले आन्टीहरूले त भाँडो खस्यो यार। आन्टीहरू दिदीहरूले त यसको त जाँड पनि बनाउँछन्, मिठो हुन्छ नि जाँड। खै आफू त पाउनु पर्यो, खाइँदैन क्यारी। लगाइन्छ यस्तै भिडियो हेर्नका लागि मेरो युट्युब च्यानल सब्सक्राइब गरौँ, टिकटकमा फलो गरौँ। हामी चाहिँ अब टिप्छौँ अनि टिपेको भिडियो चाहिँ म हालिदिन्छु। अनि भाँडोमा चाहिँ एउटा राखेको छु, त्यही पनि खस्यो यार। ल गाइस, सबैजनाले सब्सक्राइब गरिदिउँ है त। जय बखडा टिप्न जान्छ म, जय बखडा भन्दै।